बालेन सरकार ढाल्नेदेखि व्यवस्था उलटफेर पारिदिने दुर्गा प्रसाईको चेतावनी। हामी आन्दोलनको आँधी बेरी ल्याएर यो व्यवस्था फ्याकेनौँ भने तपाईँहरू हेर्नु म मर्न पनि तयार छु। ल लैजा मार कहाँ लगेर मार्छ। बालेन सरकार विरुद्ध पुनः आन्दोलन गर्ने भन्दै पीडितहरूलाई उचाल्दै भने मर्न पनि तयार छु, बृहत आन्दोलन गर्छु, साथ दिनुस्, नेतृत्व गर्छु, व्यवस्था नै उल्टाइदिन्छु। सम्पूर्ण देशभरिका सुकुम्बासी, व्यापारी, व्यवसायी, यो कन्सल्टेन्सी, निर्माण व्यवसायी सबैजना आन्दोलनको घोषणा म गर्छु। त्यसको लागि तपाईँहरू तयारी बस्नुहोस्। मेडिकल व्यवसायी तथा चर्चित अभियन्ता दुर्गा प्रसाईले पीडितहरूले साथ दिए देशको व्यवस्था नै उल्टाइदिने बताएका छन्। वर्तमान राजनीतिक व्यवस्था प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार र प्रमुख राजनीतिक दलहरू विरुद्ध पुनः भीषण र आक्रामक सडक आन्दोलन छेड्ने उद्घोष गर्दै उनले शान्त भएको तराईलाई फेरि उद्वेलित बनाउने खालको अभिव्यक्ति दिएका हुन्। काठमाडौँमा आइतबार एक आपतकालीन पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले बालेन सरकारमाथि आरोपहरूको चाङ नै पन्छ्याइदिएका छन्। लोकतन्त्रको खोल ओढेर वर्तमान सत्ताले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता पूर्ण रूपमा खोसेको र जनताका मौलिक अधिकारहरूलाई कुण्ठित बनाएको दावी गर्दै उनले अब मर्न र मार्न तयार भएर व्यवस्था नै उल्ट्याउने चेतावनी दिएका हुन्। म देश र जनताका लागि मर्न पनि तयार छु। अब बृहत आन्दोलन हुँदैछ। देशभरका बैंक, वित्तीय संस्था र यो व्यवस्थाबाट पेलिएका सम्पूर्ण पीडितहरूले मलाई साथ दिनुहोस्। म आफै अगाडि बढेर आन्दोलनको कमान्ड सम्हाल्छु र यो भ्रष्ट व्यवस्थाको अन्त्य गर्छु भन्दै प्रसाईले सिंहदरबार र सत्तासीनहरूलाई सिधै ठाडै चुनौती दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै दुर्गा प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो नयाँ पार्टी र नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा जस्ता परम्परागत दलहरू नागरिकका समस्या समाधान गर्न, वित्तीय लुटतन्त्र रोक्न र देशको सिमाना रक्षा गर्न पूर्ण रूपमा असफल भइसकेको ठोकुवा गरे। सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना गुट्टीहरू खडा गरेर नक्कली सहमति र षड्यन्त्रको प्रपञ्च रचिरहेको आरोप लगाउँदै उनले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई चर्को ब्याज दरको पासोमा पारेर आतंक मचाइरहेको र सरकार तिनै लुटेराहरूको रक्षामा तल्लीन रहेको आरोप लगाए। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गराउँदै उनले नेपाललाई विदेशी शक्तिहरूको क्रीडास्थल बन्न नदिने र मौलिक पहिचान मेटाउन भइरहेका वैदेशिक चलखेललाई ध्वस्त पारिदिने कडा चेतावनी दिए। आफ्नो आन्दोलन कुनै धर्म, जात वा समुदाय विशेषको विरुद्धमा नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रश्न पार्दै प्रसाईले किरात र बौद्ध धर्म सहितको वैदिक सनातन हिन्दू राज्य र राज संस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य र अविचलित एजेन्डा रहेको दोहोर्याए। संविधान संशोधन गरी उच्च स्तरीय कार्यदल मार्फत आफ्ना मागहरू अविलम्ब संशोधन नगरिए वर्तमान बालेन सरकार मात्र होइन, सिङ्गो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै सडकबाट ढालेर फ्याँकिदिने उनको धम्की थियो। देशको अस्तित्व जोगाउन, बैंकको ऋण आतंकबाट मुक्ति पाउन र हिन्दू राष्ट्र पुनर्बहालीका लागि सम्पूर्ण बुद्धिजीवी, पत्रकार, नागरिक समाज र आम सर्वसाधारणलाई एउटै मोर्चामा उभिएर अन्तिम वार पारको लडाईँमा उभिन उनले हुंकार सहित आह्वान गरे। पत्रकार सम्मेलनका नाममा अतिरञ्जित र उत्तेजक बयानबाजी गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको पछिल्लो कदमलाई विश्लेषकहरूले समाजमा मुठभेड र अशान्ति फैलाउने नियतबाट प्रेरित अराजक प्रपञ्चका रूपमा टिप्पणी गरेका छन्। पीडितका मुद्दा र वित्तीय समस्या सुल्झाउने आडमा सर्वसाधारणका भावनात्मक संवेदनशीलतामाथि खेलवाड गर्दै उनले निरन्तर अराजक शैली प्रस्तुत गरिरहेका छन्। कुनै ठोस उत्तरदायी वा संवैधानिक विकल्प नभई केवल मूलधारका राजनीतिक दलहरू, अदालत र सुरक्षा निकायहरू विरुद्ध विष वमन गर्दै नागरिकहरूलाई सडकमा उतारेर हिंसा भड्काउने रणनीतिका कारण उनलाई एक गैर जिम्मेवार र अस्थिरतावादी पात्रका रूपमा हेरिन थालिएको छ। कानुनी राज्य र लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिँदै व्यवस्था नै ढाल्ने र मर्न पनि तयार हुने, मार्न पनि तयार हुने जस्ता अतिवादी र हिंस्रक अभिव्यक्ति मार्फत उनले समाजमा अराजकता फैलाउने प्रत्यक्ष कोसिस गरिरहेका छन्। कुनै समय राजनीतिक शक्ति केन्द्रहरूको छत्र छायामा रहेर व्यक्तिगत लाभ हसुरेका प्रसाईले अहिले आफू अनुकूल वातावरण नबन्दा नागरिकलाई उचालेर मुलुकलाई फेरि द्वन्द्व र अस्थिरताको चक्रव्यूहमा धकेल्ने दुष्प्रयास गरेको प्रष्ट देखिन्छ। संविधान, कानून र शान्ति सुरक्षालाई लत्याएर भिडको आडमा मुलुकलाई मुठभेडतर्फ लग्न खोज्ने प्रसाईको यो गैर जिम्मेवार र अराजक कार्यशैलीलाई लिएर नागरिक वृत्त तथा नागरिक समाजबाट समेत गम्भीर चिन्ता र आपत्ति प्रकट भइरहेका छन्।